ओए तू तो पृथ्वीको गर्लफ्रेन्ड होइन र होबे हो उठी उठी पिसा फेर्छ त त्यो त आम्मा कलियुग भने त्यही हो रहेछ थाइल्यान्डमा मान्छेले कस्तो कस्तो गर्थे भने त्यही हो रहेछ हेर त सिमी हेर त दिउँसै के देख्नु पर्यो जस्तो लाज नभए कि यार उठी उठी पिसा फेर्छ बसेर पिसा फेरि पनि त पृथ्वीलाई खबर पराउनु होइन तिमीहरू यो के नचाहिने कुरा गरिरहेको छौ मा कसम दया आँखाले देख्यौ तेरो गर्लफ्रेन्ड पूजाले उठी उठी पिसा गर्छ ओइ भन्दै त ठाडे कति टाढा फाल्थ्यो यहाँ चाहिँ अनि हो र तर के भयो त उठी उठी पिसा फेर्दैमा के हुन्छ र ए अबे त केटी मान्छेले उठी उठी पिसा फेर्छ त्यो पनि सिधै यार आज यार धारा कति लाम फाले थियो नि ए कस्तो कुरा छ अब म बसेर पिसा फेरि हान्नु अनि के म के केटी भइहालेँ अहिले त्यही भनेर बस भोलिपर्सि बिहा गरेपछि थाहा पाउँछ होइन पछि थाहा हुन्छ पछि त लाग्ने भने थाहा होला धन्दै सम्बन्ध बिगार्दै थियो नि ढाकाहरू